हुन्छ त्यहाँबाट गएको थियौँ है दौडालीहरू होइन यहाँबाट तलै जान्छ हामी चाहिँ तल जुन देखाएको छ नि त्यहाँ जान्छ बाटो चाहिँ यस्तो छ ठिक छ बाटो चाहिँ सिडी छ तर अलिकति हिँड्नलाई अलिकति राम्रोसँग हिँडेन भने चाहिँ ज्यान धरापमा छ नत्र नि बाटो त ठिक छ प्रायः जस्तै हो सिडीहरू जस्तै तर भिरै भिरको बाटो छ यो यहाँबाट उमा तल पुग्छौँ हामी चाहिँ जुन त्यो पहिरो जस्तो देखेको छ नि त्यो त हो त्यहाँनिर पुग्छौँ लालीगुँरासहरू पनि फुलिराखेको छ यहाँ हो तल भएर त्यति साह्रो कोही कोही तलतिर हुनुहुन्छ तलतिर छ तर फुलेको पनि सुकिसक्यो होइन यहाँतिर चाहिँ छ हेर्नु यहाँतिर फुलिराखेको चाहिँ पुरै लालीगुँरासहरू पनि छ काफलहरू पनि छ होइन काफल चाहिँ अहिले माथि नै थियो मैले त्यसको चाहिँ खिच्न सकिनँ किनकि म अलिकति बाटो अप्ठ्यारो थियो अलिकति हिँड्न व्यस्त थिएँ यस्तै यस्तो बाटो हिँड्नुपर्छ त्यही भएर अलिकति पुरै खिच्न पनि भ्याएन क्या किनकि अब ज्यान पनि बाटो पनि हेर्नु पऱ्यो होइन यसै खिच्न मात्रै उठु गऱ्यो भने धरप छ ज्यान बाटो चाहिँ सबै यस्तै हो भिरको बाटो हामी मेन पुगिन्छौँ उहाँ तल हो तपाईँको हामी चाहिँ बिहान 8 बजीदेखिबाट हिँडेको त भताङबाट यता आउँदा चाहिँ अहिले लगभग 11:30 भइसकेको छ हामी आइपुग्दा अझै पुगेको छैन अब लगभग लाग्छ अझै टाइम तपाईँको कति भने 15-20 मिनटै भनौँ न तलसम्म अब त ओह्रालो छ ओह्रालो त्यस्तो साह्रो टाइम लाग्दैन हाम्रो पार्टीहरू चाहिँ अगाडि गइसक्यो उहाँहरू चाहिँ म चाहिँ पछाडि छु क्या हेलो उहाँहरू चाहिँ अगाडि हुनुहुन्छ म चाहिँ किनकि लास्टै छु क्या अब उहाँहरू जति हिँड्न सक्ने अलिकति बलियो पऱ्यो नि त म हेलो हेलो अरूहरू चाहिँ अगाडि गइसक्नु भयो लास्ट चाहिँ मै हो आफ्नो नै अनुहार देखाउनु पऱ्यो नि होइन अनुहार त खासै पऱ्यो होइन यस्तो बाटो छ हेर्नु यस्तो चिप्लो चिप्लो बाटोहरू चाहिँ यस्तो छ है बाटो हेलो बाटो यस्तो छ है हेर्नु म भताङ अमिरपानी खान आएको हामी अब बाँकी भिडियो म तलै पानी दमिले पानी भन्ने ठाउँमै गएर त्यहीँ पानी खाने ठाउँमै गएर खिचौँ अहिले यति गरौँ